एभ्रिवान नमस्ते गुड मर्निङ म सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु अनि आज चाहिँ पूजामा जाने हो अनि दिदीहरूले इन्भाइट गर्नुभएको छ अनि सबैजना जाने अनि दिदीको भर्खर छ अरे हामी चाहिँ सकल देउराली जाँदैछौँ के कस्तो हुन्छ देखाउँछ यता पूजामा त जानै पर्छ त रेडी हुनु पर्यो गाइस म चाहिँ साडी लगाएको छु अनि साडी चाहिँ पर्पल कलरको छ अब चाहिँ म रेडी हुन्छु अनि रेडी भएर देखाउँछ यता हामी चाहिँ आमा छोरी रेडी भयौँ अनि शान्ति पनि रेडी हुँदै हुनुहुन्छ है मैले साडी लगाएको छु यस्तो गाइस मेरो छोरी चाहिँ यस्तो फर्मल सर्ट लगाएकी छन् अनि त्यसपछि हामी उहाँ जान्छौँ के कस्तो हुन्छ सबै देखाउँछ धेरै टाइम लाग्दैन पुगिहालिन्छ 1 घन्टा बाद हामी त बाइकमा तेल हाल्दैछौँ अनि फेरि हामी तेल हालेर आज त एडीको छुट्टी पनि शनिबार त्यही भएर हिँड्न पाइयो पूजामा गाइस बाइक पार्किङ गर्ने यस्तो छ गाइज मन्दिर सुप्पा देउराली यस्तो रहेको छ सुप्पा देउराली हाय नि तिम्रो कपाल त आमा हामीहरू चाहिँ यही हो कि हाम्रो टोली मेरो नानीबाट सपोर्ट गरिदिनु धेरै माया गर्नु होला धेरै बढाइदिनु होला धेरै माया गर्नु त च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु भन हिरो नि भएर आएर मेरो नन्नाहरू छोरीहरू हाम्रो ग्रुप यति नै हो नमस्ते कहाँ चाहिँ हुनुहुन्छ गाइस देवी उत्रे हरे यहाँ भगवानको मन्दिरमा पूजाको लागि चाहिँ खसी चाहिँ यही हो गाइस यहाँ चाहिँ टिको लाउने कार्यक्रम भइरहन्छ गाइस खसी काटेर अनि सबै भ्याएर मेरो जेठानी दिदी हुनुहुन्छ यो फेरि नन्ना मेरी लाइदिनु यहाँ हिँड्न चलाउनु देवी माता भाग्यवती भयो राम्रो देख्न पाऊँ खुट्टा दिनु पर्दैन आज देवीको यिनीले टिका लाउँदैछन् आफ्नो ठुलो मन घाटबाट अब चाहिँ फलफुल आएको छ प्रसाद कालीजीले दिनुहुन्छ धन्यवाद धन्यवाद खासमा चाहिँ यहाँ पूजामा आएको तर पनि आएको बेलामा आफ्नै पूजा गरौँ भनेर मैले चाहिँ पूजा सामग्री लिएँ अनि पूजा गर्न आएको हो गाइस सुपर देउराली आएर एकैचोटि पुताल्ने गाइस चल घर के दिन पूजा
अन्त फुलहरू पनि फालिदिनु त्यहाँ। दीपवरसाय नमो नमो दीपं प्रज्वल्यं खानासाना खाएँ, मैले पूजा पनि गरियो अनि त्यसपछि अब नाच्ने कार्यक्रम छ। एकछिन नाचेर चाहिँ बोतलतिर फर्किनुपर्छ गाइस। यो चाहिँ मेरो छोरी हो, हाई भन्दै हो। एकदम राम्रो छ मेरो छोरी। सबैले मेरो आन्टीको ब्लगलाई माया गरिदिनु होला र आइडीमा सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला। हामी उता नाच्दै हुनुहुन्छ, यो सबै हाम्रो मान्छे हो, उता नाच्दै हुनुहुन्छ। अब यहाँ सबैजना छन् गाइस। बिचरा चप्पी लड्केर बिपत्तै भयो यार बिचरा
हेर त ल हेल्प गर बाबु के अरे भाइको साइकलमा ब्रेक रहन्छ यस्तो ब्रेक नभएको साइकल हिँडिहाल्ने हो तिमीलाई त तनाव ऊ त फेरि लोटे खानु अब त के तनाव रहेछ क्या अलि राम्रोसँग खुट्टा भाँचेर मेरो 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 च्यानललाई सब्सक्राइब गर है मेरो च्यानललाई सब्सक्राइब गर है अहिले भन्छु भाइ मेरो च्यानललाई सब्सक्राइब गर्छ कि नै गर है म चाहिँ भलक इन्ड गर्दै थिएँ आज यस्तो देखेँ मैले है बिचरा ओ के बाबे तिमी नि त्यस्तै होला लोटेर फेरि म चाहिँ मन्दिर फर्कँदा चाहिँ फर्केँ भनेर भलक गराउन पाइनँ किनकि एकदम गर्मी थियो अनि त्यही भएर चटक सुटुक सबै फर्क्यौँ अनि मेरो भलक चाहिँ यति नै हो है मन परेमा लाइक गरिदिनु होला अनि आज चाहिँ मन्दिर गयो दर्शन गऱ्यो आज शनिबार पनि थियो अनि छोरीको छुट्टी पनि थियो अनि इन्भाइट पनि थियो अनि पर्सनल तरिकाले अनि पूजा नै गरेँ मनमा शान्ति भयो मेरो भाजी चाहिँ लजाउनुहुन्छ क्या नबनाउनु माइज भन्दा अनि यहाँ खाजा टक्क खाने गाई मेरो थोपडा चाहिँ यस्तो ऐनामा यस्तै देखिन्छ ल भाइ एउटा कुरा गाइज अनि मेरो च्यानलको नेम हजुरहरूलाई थाहा छैन भने अनि पहिला सुरु हजुरले युट्युबमा जानुहोस् है युट्युबमा जान त सबै जान्नुहुन्छ है त भन्नै परेन अनि युट्युबमा जाने यसरी यहाँ युट्युब चाहिँ लोडिङ हुँदैछ अनि युट्युबमा गएर एनी स्टिकर पनि त मेरै च्यानल हो एनी स्टिकर हान्नु ANISTICKER याचो युएसए हाउस एनी स्टिकर हाउस हान्नुहोस् यसरी अनि त्यसपछि यसलाई यसरी सर्च गर्नु केही हुन्न अनि सर्च गरेर चाहिँ यसरी भिडियो आउँछ है अनि यसरी भिडियो आउँछ अनि भिडियोहरूमा मैले कमेन्ट गरेको छु नि हो त्यो कमेन्टमा जाने किनकि मेरो झ्याप्प सर्च गरेर भेटिँदैन कि नयाँ हो त्यही भएर अनि त्यही भएर यसरी हजुर मेरो एनी स्टिकरको यसरी कमेन्टमा जाने यसरी मेरो छोरी डान्स गरिने फेरि अब यो कमेन्टमा जाने अनि साया भन्ने छ यो साया त्यहाँ चाहिँ साया उनको देखिएको छ त्यहाँ तर साया भन्ने छ अनि सायालाई यसरी गएर प्रोफाइल खोल्नु युट्युबको अनि यहाँ टिङला सब्सक्राइब गर्नु यसमा अलरेडी गरेको छ अनि त्यही कुरो भन्न अनि नबिर्सिकन चाहिँ यो फलो गरेर चाहिँ मलाई धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु अनि मैले राम्रो भिडियो हाल्छु है त गाइज नेक्स्ट भ्लगमा भेटौँला हाई गाइज बाई मैले खाजा खाएँ ल